म 25 वर्षदेखि बजेट हेर्दैछु र पक्का भन्न सक्छु कि मन्त्री वाग्लेले 2026 भदौ 29 गते मा ल्याएको बजेट अहिलेसम्मकै फरक छ। यो बजेट समस्याहरू व्यवस्थापन गर्ने बजेट होइन, यो बजेट भविष्य निर्माण गर्ने बजेट हो। र अबका 3 मिनेटमा म तपाईँलाई ठ्याक्कै किन र तपाईँका लागि यसको अर्थ के हो भन्ने देखाउन चाहन्छु। चाहे तपाईँ युवा नेपाली पेशेवर हुनुहोस्, उद्यमी, लगानीकर्ता वा केवल यो देश कहाँ जाँदैछ भन्ने चासो राख्ने व्यक्ति। अब हामी यो ऐतिहासिक बजेटका विवरणहरूमा जाउँ। पहिले अलिकति सन्दर्भ। नेपालले भर्खरै एक उल्लेखनीय राजनीतिक क्षण पार गरेको छ। गत वर्ष युवाहरूको नेतृत्वमा भएका आन्दोलनहरूले सरकारलाई ढाले। 2026 को मार्चमा भएको आकस्मिक चुनावले एकल पार्टीलाई बहुमत दियो, जुन नेपालले दशकौं यता पाएको थिएन। यसको ठूलो महत्व छ किनभने बलियो जनादेश सहितको स्थिर सरकारले वास्तवमै ती काम गर्न सक्छ जुन अघिल्ला सरकारले केवल वाचा गरेका थिए। यो 2 खर्ब 12 अर्ब 4 करोड रुपियाँको बजेट नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो त्यो सरकारको पहिलो उद्देश्यको घोषणा हो र त्यो घोषणा स्पष्ट छ। नेपाल तयार र खुल्ला छ अनि जनतामा विश्वास गर्छ। यस बजेटका 3 मुख्य कुराले नेपालको मार्ग बदल्नेछन्। पहिलो, नेपालले तपाईको हातमा धेरै पैसा बिरेछ। अब वार्षिक 10 लाख रुपियाँसम्म कमाउनेले कुनै व्यक्तिगत आयकर तिर्नु पर्दैन। शून्य। त्यो सीमा एउटै बजेटमा दोब्बर भयो। त्यो अभूतपूर्व छ। शिक्षक, नर्स, युवा इन्जिनियर, मध्यम स्तरीय पेशेवरहरूका लागि यो तपाईको खल्तीमा वास्तविक पैसा फिर्ता हो, वास्तविक क्रय शक्ति, वास्तविक स्वतन्त्रता। दोस्रो, नेपालले आफ्नै स्वच्छ ऊर्जाद्वारा सञ्चालित एआई भविष्य निर्माण गरिरहेको छ। यो कुराले मलाई साँच्चै उत्साहित बनायो। सरकारले काठमाडौँमा आफ्नै जलविद्युतमा सञ्चालित एक सार्वभौम एआई कम्प्युटिङ सेन्टर निर्माण गर्दैछ, जसले स्थानीय स्टार्टअपहरूलाई किफायती दरमा विश्वस्तरीय कम्प्युटिङमा पहुँच प्रदान गर्नेछ। 15 अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त नेपाली एआई अनुसन्धानकर्ताहरूलाई सरकारी फेलोसिपमा घर ल्याइनेछ। यसको अर्थ के हो सोच्नुहोस्। नेपालसँग विश्वका सबैभन्दा प्रतिभाशाली प्रविधि दिमागहरू छन् जो सिलिकन भ्याली, लन्डन, सिङ्गापुर र सिडनीमा छरिएका छन्। यो बजेट भन्छ घर फर्क, यही बनाऊ, पूर्वाधार आउँदैछ। तेस्रो, नेपालमा व्यवसाय सुरु गर्न अब निकै सजिलो भएको छ। नयाँ स्टार्टअप नेपाल पोर्टलले उद्यमीहरूलाई एउटै झ्यालबाट कम्पनी दर्ता, कर छुट र बिउ पुँजीमा सोही दिन पहुँच दिनेछ। डिजिटल उत्पादन निर्यात गर्ने आइटी कम्पनीहरूले 50% आम्दानी कर छुट पाउनेछन्। स्वेट इक्विटी पूर्ण रूपमा करमुक्त। वर्षौंदेखि युवा नेपालीहरूले सिङ्गापुर वा दुबईमा आफ्ना स्टार्टअपहरू दर्ता गराए किनभने घरको प्रणाली धेरै गाह्रो थियो। यो बजेटले त्यो समीकरण परिवर्तन गर्छ। अब म तपाईसँग इमानदार हुन चाहन्छु किनभने तपाईँ ती पाउन योग्य हुनुहुन्छ। यति महत्त्वकांक्षी बजेटको गम्भीर कार्यान्वयन आवश्यक पर्नेछ। राजस्व लक्ष्य उच्च छ। नेपालले ऐतिहासिक रूपमा आफ्नो पुँजीगत बजेट कम खर्च गरेको छ। नयाँ संस्थाहरू निर्माण गर्न समय र राजनीतिक इच्छा शक्ति लाग्छ। तर फरक यही छ, यसपटक हामीसँग स्थिर सरकार छ। हामीसँग दक्षिण एसियाका सबैभन्दा सम्मानित अर्थशास्त्री मध्ये एक अर्थमन्त्री छन् र हामीसँग जनसङ्ख्या छ, विशेष गरी हाम्रा युवा जो हेरिरहेका छन्, संलग्न छन् र आफ्ना नेताहरूलाई जवाफदेही बनाउन तयार छन्। सफलताका सबै तत्त्वहरू यहाँ छन्। अब के हुन्छ भन्ने कुरा हामी सबैमा निर्भर छ। नेपालका युवाहरूले गत सेप्टेम्बरमा सडकमै इन्क्रिमेन्टल सुधारका लागि ननिस्केका हुन्। उनीहरूले फरक देशको माग गरेका थिए। यो बजेट नै त्यसको उत्तर हो र यो नेपालले अहिलेसम्म ल्याएको सबैभन्दा स्वागतयोग्य, सबैभन्दा आशाजनक बजेट हो। यदि तपाईँ युवा नेपाली हुनुहुन्छ र विदेश जान सोच्दै हुनुहुन्छ भने पहिले यो बजेट पढ्नुहोस्। यदि तपाईँ पहिले नै विदेशमा हुनुहुन्छ भने यो बजेट घर फर्कन लायक छ। मैले यो बजेटको पूर्ण विश्लेषण लिङ्क्डइनमा लेखेको छु। लिङ्क तलको कमेन्टमा छ। यो बजेटको कुन भागले तपाईँले सबैभन्दा धेरै आशा दिएको छ वा सबैभन्दा धेरै प्रश्न उठाएको छ मलाई जान्न मन छ। एउटा कमेन्ट गर्नुहोस्। हामी त्यो संवाद गरौँ किनभने नेपालको भविष्य, हाम्रो भविष्य अहिले नै लेखिँदैछ।